नमस्ते, मेरो नाम छ अर्पिता गेराल। नमस्ते, मेरो नाम सृष्टि केसी। नमस्ते, मेरो नाम अनुषा थापा। नमस्ते, मेरो नाम आज चाहिँ हामी युनाइटेड प्रिपेरेटरी इङ्ग्लिस स्कुलले अर्गनाइज गरेको साइन्स एक्जिबिसन 2082 मा हाम्रो सहभागिता चाहिँ रकेट बनाएर दिन गइरहेको छौँ। यो रकेट चाहिँ हामीले हाम्रो कक्षा 10 को साइन्स बुकमा रहेको पास्कल लको स्टेटमेन्टलाई प्रुभ गर्दै बनाएका छौँ। पास्कल लले चाहिँ के भनेर स्टेटमेन्ट दिन्छ भन्दाखेरि when we press on a liquid, the liquid spreads out equally on all the direction. लिक्विड चाहिँ सबै डिरेक्सनहरुमा इक्वल लिक्विड प्रेसरको साथमा चाहिँ पास हुन्छ र यहाँनिर हामीले दुईटा सिरिन्ज युज गरेका छौँ यस रकेटमा। एउटा अर्पिताको हातमा छ र एउटा रकेटको पछाडि रकेटसँग एट्याच गरेर फिक्स गरेका छौँ। यो सिरिन्ज भित्र चाहिँ हामीले पानी भरेको छौँ एन्ड जब यो सिरिन्ज यहाँ हामीले जब प्रेस गर्छौँ त्यसको लिक्विड प्रेसर चाहिँ यो वाटर पाइपको थ्रुबाट भएर यतापट्टि एट्याच सिरिन्जमा आउँछ र त्यो लिक्विड प्रेसरले गर्दाखेरि सिरिन्ज माथि जान सुरु गर्छ र त्यो जुन माथि गइरहेको छ नि हामीले जुन यो रकेट ग्लुले एट्याच गरेको छौँ नि त्यसको प्रेसरले गर्दा रकेटमा एउटा मोसन आउँछ र रकेट पनि हल्का माथि जान्छ। त्यो पुरै चाहिँ माथि जाँदैन किनकि पुरै माथि चाहिँ हामीले जस्ट मोसन देखाउन मात्र खोजे हो। अब प्र्याक्टिकल्ली चाहिँ हेरौँ है यसलाई। लिक्विड गइरहेको छ एन्ड अब यो मुनि पनि आउँछ। जब यहाँबाट प्रेसर फेरि यतापट्टि नै आउँछ नि तब यो मुनि पनि आउँछ। सानो जुन मोसन हामीले अहिले हेऱ्यौँ नि त्यही मोसनले भन्छ कि पास्कल ल इज राइट एन्ड आवर एक्सपेरिमेन्ट